नमस्ते गाइज, अहिले चाहिँ हामी एकादशी बजार जान लागेको। बारापोखरीको एकादशी बजार जान लागेको। हामी चाहिँ तयार यहाँ ठिक पर्दैछौँ, रेडी हुँदैछौँ। म चाहिँ भइसकेँ, पनि भइसकेको। अब जान लागेको यस्तै छ। अब के कस्तो हुन्छ भिडियो बनाउँदै जाँदैछौँ हामी। अहिलेलाई चाहिँ यति नै। शुभ यात्रा। बाई बाई। ओ हिडन, म त सक्दिनँ यो बाटो। हामी एकादशी बजार जाँदै गरेको टोली यतिजना छौँ। देखिएन देखिएन। अहिले चाहिँ हामी टक्क माथिबाट साखलातिरको देखिने सिन हेर्दै हिँड्दैछौँ। एकदम राम्रो देखिरहेको छ। त्यो बाटो लागेको तल हल्का देखिँदैन हौ। खेतहरू पनि यस्तो डेन्जर बाटो छ कि बाखोरको भिर। माथिल्लो बाटो होइन, माथिल्लो बाटो। यहाँ हेर न यो ओह्रालो कस्तो छ तल उँधो। धेर बोलेको। यो चाहिँ रोल्देमा भिरबाट अलि ठाडो बाटोबाट देखिने साखलातिरको मनमोहक दृश्य है। धान पाएको छ, कतै काटी पनि सकेको रहेछ। अहिले चाहिँ हामी गते उकालो लाग्यो। यस्तो छ अहिले बाटो पनि, पुरै घारीले छोपिसकेको। मान्छे पनि खासै हुन्न रहेछ। गते पुच्छर, हामी चाहिँ गते पुच्छरमा पुगिसक्यो। अहिले चाहिँ गङ्गा देवी आधारभूत विद्यालय बरापोखरी गापा 1 गते खोटाङ। हामी चाहिँ ठक्कै आइपुग्यो। हामी चाहिँ पढ्नलाई आइपुग्यो। अब गतेबाट देखिने सुन्दर दृश्य है यो चाहिँ। यो त हाम्रो ल। अब हामी चाहिँ बारापोखरी चाहिँ आइपुग्नु लाग्यो भनौँ न। अब मन्दिरमा पुग्नु लाग्यो। मैले चाहिँ पोखरी एकदम बढेको रहेछ अहिले चाहिँ। यो पोखरीलाई अहिले चाहिँ कसैले हाफ मुन अब जुन आकारको भन्दो रहेछ। तर त्यो होइन, यो खासमा चाहिँ बारु जस्तो भयो। बारु जस्तो भएर यसलाई बारापोखरी भनिएको हो। यस्तो हेर्दा पनि यो त्यो बारु अरू खुर्पा। हाम्रो कान्छ यहाँ टक्क भाइ बोकेर अब अहिले चाहिँ हामी पूर्ण रूपमा आइपुग्यो मन्दिरमा। भक्तजनहरूको भिड रहेछ निकै। अनि हामी चाहिँ तल पोखरीमा जाँदैछौँ। यसो पूजापाठ पर्या उडार्ने कार्यक्रम भएर हो। खोइ लाइटर, लाइटरले आगो बाल्नु क्या। आयो आयो आयो। म त यसको उडायो कि क्या भन्दै गरेको। म दिएर भन्दै गरेको। रातो माछा पनि बाहिर छेउमै नजिकै आउँदो रहेछ है। यहाँ चाहिँ अब हाम्रो सुदीप भाइ, यहाँ हिडन भाइ चाहिँ यहाँ पर्या उडाउनलाई पूजा गर्दैछ। पर्दैन, बगाइँदैन उता, बगाइदियो अनि पर्या उडा। नछोयो के माग्ने हो त्यो गर्दै गएर त्यसको लागि भएको बुझ्नको मेन कुरा त्यो गरेर सुरुमा सम्झने गर्ने औषधमा के अब त्यो सबै तो पत्ती ना मारा है नानी पत्ती ना मारा है
पानी अहिले चाहिँ हामी बजार प्रवेश गर्ने क्रममा छौँ। भाइ डन सुदीप अनि म खासै मान्छेहरू चाहिँ आइगएको छैन रहेछ। यो चाहिँ बारा पोखरी मन्दिर प्रवेशद्वार अनि यो चाहिँ बाइक घर चाहिँ यहाँभित्र यो पोखरी मन्दिर साइड चाहिँ ल्याउनु नपाइने रहेछ। यहाँ बजार ठिक ठिकै लागिरहेको पानीले गर्दा यो होटलहरूलाई चाहिँ निकै असर पारेको रहेछ है। यहाँ बाँसहरू गाडे बनाइरहेको छ टक्क, तर खान पनि हालेको छैन। अब न यो चाहिँ बारा पोखरीको स्कुल प्राङ्गण, त्यहाँबाट देखिने दृश्यहरू। खासै मान्छेको चहल पहल चाहिँ छैन है आज। हामी अलिक छिट्टै आएर पनि होला, पानीले पनि हो। यो चाहिँ क्याम्प यता हेर त कान्छी, तिम्रो फिसै देखिएन क्या लाग्यो। अहिले बेलुका चाहिँ खतरा लागेको छ है। अघि दिउँसो हामी आउँदा यहाँ रित्तो थियो, अहिले प्याक भइरहेको छ। अहिले प्याक छ है यो बाटो चाहिँ। यसपालिको बजारमा खाजा खाना नास्ताको चाहिँ एकदम अलिक कमी थियो। होटलहरू कमी भएर खानेको लागि यस्तै खाँदैछौँ हामी त। जे चल्छ त्यही हो, पाएको कुरा यस्तै हो, जे छ त्यही खाइदिने हो हामी। यो चाहिँ रातिको दृश्य, मन्दिर वरिपरि तथा पोखरीतिरको दृश्य। अहिले चाहिँ म चाहिँ एकादशीबाट फर्किने क्रममा छु। स्कुलमा आइसकेँ। अब अरू सबै साथीभाइहरू अगाडिमा। कहाँबाट छोड्यो अन्त बाटो कहाँबाट छोड्यो? मरा छोडेर हामी पर्खिँदा गरौँ। हामी चाहिँ बाखरमा फाइनल्ली आइपुग्यो। त्यहाँ आएर चाहिँ अब टक्क यहाँ सुत्ने रेस्ट गर्ने काम हुन्छ हाम्रो यहाँ। म यहाँ बसिरहेको छु। यहाँ चाहिँ हाम्रो खतरा व्यवस्था हुँदैछ। अब ठिक्क पानी परिरहेको अवस्था। त्यसै गरी यसो रमाइलो पनि हुने उद्देश्यले चाहिँ हामी चाहिँ यहाँ सुँगुर भनौँ न, सुँगुरको मासु टक्क पोलेर अहिले चाहिँ हामी यो बजार उठ्ने बेलामा चाहिँ यसो रमाइलो गर्दै गरेको अवस्था। नाचगान सम्पूर्ण हामी साथीभाइहरू भेटघाट भएर अहिले चाहिँ हामी बजार भरेर घर आइपुगिसकेको छौँ। हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।